लाइनमा एक त आफ्नो सर्भिस बुझाउन गाह्रो पर्छ, त्यही माथि च्याटमा तपाईँलाई बुझाउन अझै गाह्रो पर्छ। त्यही भएर चाहिँ मैले यो भिडियो तपाईँको लागि नै बनाएको हो। यो भिडियोमा चाहिँ तपाईँले जुन 1500को लाइफ टाइम प्याकेज छ त्यो खरिद गर्दाखेरि चाहिँ के पाउने भनेर मैले देखाएको छु है। जस्तै तपाईँले 1500को जुन लाइफ टाइम प्याकेज छ त्यो खरिद गर्दाखेरि चाहिँ तपाईँले हाम्रो वेबसाइटको सेकेन्ड लास्टतिर चाहिँ एउटा मेनु देख्नुहुन्छ, लाइफ टाइम 7.0 प्याकेज लेखेको छ है। यो हेर्नुहोस् त, जस्तै यो मेन्यु छ नि, तपाईँले यो मेन्युभित्र चाहिँ क्लिक गर्दाखेरि जे जति डिजाइनहरू हुन्छन् त्यो चाहिँ तपाईँले लाइफ टाइमसम्मको लागि नै डाउनलोड गर्न मिल्ने हो 1500को प्याकेजमा। जस्तै अहिले यहाँनिर मैले यो भिडियो बनाइरहँदाखेरि चाहिँ यहाँ जम्मा जम्मी 225वटा डिजाइन रहेछन् र डिजाइन यति मात्रै हुने होइन। तपाईँले 1500 तिर्दाखेरि डिजाइनहरू चाहिँ यसमा थपिँदै जान्छ। नयाँ डिजाइनहरू केही थपियो भने यो माथिको भागमा हुन्छ भने त्यो पुरानो डिजाइन चाहिँ पछाडि पछाडि जाँदै जान्छ। जस्तै तपाईँले यहाँ जति स्क्रोल गर्नुहुन्छ त्यति डिजाइनहरू देख्नुहुन्छ। यो प्याकेज भनेको चाहिँ एउटा ओपन प्याकेज पनि भयो। भन्न खोजेको तपाईँलाई डेमोमा चाहिँ 2-4वटा राम्रो राम्रो स्याम्पलहरू पठाइदिएर अब भित्र जे पनि हुन सक्थ्यो नि त। जस्तै अब मैले तपाईँलाई उदाहरणको लागि यहाँ सर्टिफिकेट पनि 3-4वटा राम्रो छानेर पठाइदिउँला, तर भित्र सबै गुगलको फ्री डाउनलोड पनि होला हो। तर त्यस्तो किसिमको डर चाहिँ हाम्रो प्याकेजमा भएन। भन्न खोजेको तपाईँले यो स्क्रोल गर्दाखेरि चाहिँ यो मेन्युभित्र जे जे डिजाइनहरू देखिराख्नु भएको छ त्यो चाहिँ तपाईँको सबै तपाईँले यहीँदेखि नै डाउनलोड गर्न मिल्यो। अब उदाहरणको लागि तपाईँलाई एउटा कुनै सर्टिफिकेट ट्राई गरौँ है त। जस्तै एकछिनको लागि मैले यही सर्टिफिकेट लिएँ। मैले यहाँनिर क्लिक गरिसके पछाडि चाहिँ अब डाउनलोड गर्ने भागमा पुग्छ। अब यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ डाउनलोडको बटन छ, यो 7.0 डाउनलोड लेखेको छ नि। तपाईँले यो बटनमा क्लिक गर्नुभयो भने चाहिँ डाउनलोड हुन्छ। तर तपाईँले के याद गर्नु पर्यो भने तपाईँले क्रोम मोजिला जे चलाइराख्नु भएको छ, तपाईँले हामीलाई प्याकेज खरिद गर्दा दिएको इमेल चाहिँ त्यहाँनिर चाहिँ लगइन हुनु पर्यो। अरू इमेलबाट चाहिँ डाउनलोड हुँदैन। जस्तै तपाईँले दिनुभएको इमेल यहाँ लगइन छ भने चाहिँ तपाईँले यहाँ क्लिक गर्ने बित्तिकै त्यो डिजाइन चाहिँ डाउनलोड गर्न मिल्यो। जस्तै डाउनलोड गर्ने ठाउँमा पुग्यो, मैले यहाँनिर डाउनलोडमा क्लिक गरेँ। यो फेरि धेरैजनामा एउटा कन्फ्युजन चाहिँ के पनि रहेछ भने 7.0 प्याकेज अनि अब कसैको त अब फोटोसप 22 होला, कसैको 19 होला, अनि मेरोमा नचल्ने पो हो कि भन्ने कुरा रहेछ। यो चाहिँ कस्तो हुन्छ भने तपाईँको जस्तै नयाँ फोटोसपबाट बनाएको डिजाइन चाहिँ तपाईँको पुरानोमा नचल्ला कि भन्ने हुन्छ। तर पुरानोबाट बनाएको चाहिँ नयाँ सबैमा चल्छ है। जस्तै कुरा गर्दा गर्दै यो डाउनलोड भइसकेछ। अब त डाउनलोड भएको कुरालाई चाहिँ मैले ड्र्याग एन्ड ड्रप गरेर चाहिँ फोटोसपमा ओपन गरेँ। अब सुरुमा चाहिँ यसरी ग्राफिक सेल नेपाल भनेर देखिन्छ। अब धेरैजनाले चाहिँ यो त इडिटेबल छैन त सर, अब के गर्नु होला, यो त निलो आइकन देखायो भन्नुहुन्छ। त्यसको लागि त्यस्तो केही समस्या तपाईँले गर्नु पर्दैन। जस्तै यहाँ राइट साइडमा हेर्नुभयो भने चाहिँ यो लेयर प्यानल छ। अब कसैकोमा चाहिँ लेयर प्यानल हराउन पनि सक्छ। जस्तै इनिरेक्सनको लागि गरिदिउँ, अब लेयर प्यानल हरायो नि त। अब यो बेलामा चाहिँ के गर्ने भने मैले तपाईँलाई ठ्याक्कै अब किबोर्ड त देखाउन सकिनँ। तपाईँको किबोर्डको चाहिँ F7 थिच्नु पर्यो। F7 भन्नाले F एकातिर 7 एकातिर होइन, जुन माथिको चाहिँ F7 बटम छ त्यसलाई चाहिँ तपाईँले थिच्नु पर्यो। त्यसलाई थिच्ने बित्तिकै यसरी लेयर प्यानल आउँछ। यदि तपाईँकोमा लेयर प्यानल हराएको छ भने है। अनि सबैभन्दा माथि हेर्नु त एउटा डिलिट डिस भन्ने लेयर छ। यसलाई तपाईँले डाइरेक्टली डिलिट गरिदिँदा पनि भयो, वा यसलाई तपाईँले हाइड गर्दा पनि भयो। जस्तै तपाईँले हाइड गर्नुभयो, अब यो सबै डिजाइन देखियो। अब यो डिजाइनबाट तपाईँले यहाँको सबै थोक नै चेन्ज गर्न सक्नुहुन्छ। सुरुमा लिउँ टेक्स्टको कुरा। जस्तै यो टेक्स्ट रातो रङमा छ, मलाई रातो मन परेन, मलाई निलो चाहियो, मैले यसरी चेन्ज गर्न सकेँ। अब आयो कलरको कुरा। जस्तै यो कलर मलाई चित्त बुझेन, यसको ठाउँमा अर्कै कलर हाल्न मन लाग्यो। हरेक कुराको लेयर लेयर हुन्छ, तपाईँले त्यही लेयरबाट चाहिँ मिलाएर गर्न सक्नुहुन्छ। मेरोमा चाहिँ डबल स्क्रिन छ, त्यही भएर कुनै कुनै कुराहरू चाहिँ आधी भाग नदेखेको पनि हुनसक्छ। अब यहाँ टेक्स्टमा पनि तपाईँले आफ्नो आवश्यकता अनुसार सबै चेन्ज गर्न मिल्यो। जस्तै अनिललाई मैले पारिदिन्छु विक्रम थापा। यसरी चाहिँ तपाईँले यो डिजाइनको एक एक कुराहरू चेन्ज गर्न मिल्छ। यो मात्रै नभएर यहाँभित्र जे जे डिजाइनहरू छन्, जुन यो लाइफ टाइम 7.0 प्याकेज भन्ने, यो भित्रको सबै डिजाइनहरू चाहिँ तपाईँले डाउनलोड गर्न मिल्यो। एकचोटिको 1500 रुपियाँ पर्यो तपाईँलाई।
लाइफ टाइमको लागि एक्सेस भयो। र डिजाइन भनेको यो 225 मात्रै हुने होइन। अब अहिले बनाउँदाखेरि त यो भिडियो पनि तुरुन्त आउँछ, डिजाइन पनि तुरुन्तै हेर्नुहुन्छ, 225 देखिन सक्छ। तर अबको 1-2 महिना पछाडि जसले यो भिडियो हेर्नुहुन्छ त्यतिखेर चाहिँ नभएको पनि यसको डिजाइन चाहिँ 500, 600, 1000 पुगिसकेको हुन्छ। त्यही भएर तपाईँले यही बेला लिनुभयो भने चाहिँ तपाईँ सस्तोमा पर्नुभयो। अब डिजाइन पनि बढ्दै गए पछाडि हरेक डिजाइनमा मिहिनेत लागेको हुन्छ, हामीले पनि केही एमाउन्ट त बढाउनै पर्छ। अब म तपाईँलाई अर्को भिडियो पनि बनाइदिन्छु जसमा चाहिँ हाम्रो फुल वेबसाइटको प्राइस के कति हो अनि कसरी त्यो लिने, त्यसमा के सुविधा छ भनेर अहिले अलिकति छोटकरीमा चाहिँ भनिदिन्छु है। जस्तै तपाईँले 1500को लाइफ टाइम लिँदाखेरि चाहिँ तपाईँले यो मेनुभित्रको मात्रै डाउनलोड गर्न मिल्यो। तर सँगैमा तपाईँले हाम्रो फुल वेबसाइट लिनुभयो भने चाहिँ यो मेनु बाहेक अरू के छन्, जस्तै यहाँ अब भिजिटिङ कार्ड छ, हेर्नुहोस् है, भिजिटिङ कार्ड 87वटा रहेछ। जस्तै यहाँ फोटो स्टुडियो भन्ने क्याटेगोरी छ, यहाँ ल 1500वटा डिजाइन छन्। यस्तो डिजाइनहरू चाहिँ हामीसँग धेरै नै छन्। र तपाईँले फुल वेबसाइट लिँदाखेरि अलिकति केही महँगो परे तापनि यदि तपाईँको धेरै काम भइरहेको छ भने चाहिँ यो पैसा घुमी फेरि तपाईँलाई नै आउने हो। यो लगानी भन्दा पनि तपाईँले आफ्नो एउटा व्यवसायमा एउटा पुँजी फसाएको भनेर सोच्न सक्नुहुन्छ। ठिकै छ, अरू केही समस्या भयो, केही तपाईँलाई कन्फ्युजन भयो भने हामीलाई वाट्सएपमा पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हामी 24 घन्टा नै तपाईँको लागि उपलब्ध हुन्छौँ।